Hello guys, welcome back to my mini vlog. It's April 19. यो चाहिँ हो मेरो साथी April 10. तिमी चाहिँ हो April 12. तँ चाहिँ के हो 16 August. 16 अगस्त आज हो त न माइ फेक बर्थडे त आज हो त उसको दुईटा बर्थडे छ आज चाहिँ मेरो अगस्त 16 अनि दुईजना मार्च अब चाहिँ हामी अब मोमोको लागि चाहिँ हामी दोकान जाँदैछ हो अब चाहिँ हामी ब्याक टु होम हुँदैछ तर के गर्नु अफसोसको कुरा चाहिँ के भयो भन्दा चाहिँ प्याज Onion पाइनौ त्यहाँदेखि उयो पनि पाइनौ रामेन पनि पाइन प्याज पनि पाइन मैदा मात्रै लिकिन आएको छ मैदा सुजी मैदा उइला लरी पठाउँछौ म चाहिँ किन राख्दैछु हो स्यारोनले चाहिँ गर्दैछ स्यारोन हो होइन उसले चाहिँ यता हेर त उसले चाहिँ हाम्रो होइन मोमो आज मोमो खाँदैछ जोर मिहिनेत गर्छ हेर्नुहोस् मेरो साथी कस्तो लुती छ तर काम चाहिँ यसले खतरा गर्छ है तर जियो हेर्नुहोस् साथी हो मेरो साथी मिस स्यारोनले चाहिँ यो पनि लुटी छ यसले काम भएको चिकन अब फाइनली हामीले हो यता डो पनि हाम्रो रेडी भइसकेको छ र यता हाम्रो किमा पनि रेडी भइसकेको छ हो र म चाहिँ यहाँनिर उसले डल्लो बनाउँदैछ म बेल्दैछु हो अन्त उहाँले चाहिँ भिडियो बनाउनु हुँदैछ ए सरी अनि उहाँले चाहिँ मोमो बनाउनु हुँदैछ हो स्पेसल मिस स्यारोनले मोमो बनाउनु हुँदैछ हो र उहाँ चाहिँ बेसी अब उसले स्लो बनाउँछ नि त हो त्यही कारण चाहिँ अन्त उसले फोन चलाउँदै आरामले म भ्याइथाइहाल्छु यसलाई भनेर बिस्तारै बिस्तारै उसले डल्लो बनाइरहेछ हो र मैले तपाईँहरूलाई फेरि देखाइरहेछु अब हुन्छ गाइज अब भरेको छुट्टी पाकेर होइन फल मिठो भइसक्यो भन्न अब चाहिँ रेडी के भन्नु छ नि तँलाई खै तातो होला नि त है तातो पिरो भयो होला पुरा पिरो भयो होला आज चाहिँ हामी देशमा कोकोकोला अब कोकोला दिनु नि खाऊ त प्लिज गाइस तपाईहरु पनि किनेर खानुहोस् कि मैले भनेको नि यति दामी हुँदैछ सो दामी हुन्छ दामी लाग्यो साच्चै अन्डा सक्यो कि खाना पानी किन अन्डा सक्यो तर अन्डा त्यसले कम्ती उसिनेछ भिडियोलाई लाइक शेयर अनि सब्स्क्राइब गरिदिनुहोस् होला हैन अहिलेसम्म गुड मर्निङ फेरि पनि अब हामी चाहिँ हामी आज के गर्न आँटेको छ हामी छुट्टिनु आँटेको छौँ आज लास्ट नाइट चाहिँ एकदम अनएक्सपेक्टेड है अनएक्सपेक्टेड तर मजा आयो जस मजा आयो अब आज चाहिँ हामी छुट्टिँदैछ स्यारोनले भने ओभर मिस गर्छ यसले यहाँनिर चाहिँ हामीलाई फाइनली गाइस अब हाम्रो जाने बेला भइसकेको छ र उहाँ साथी पनि ड्युटीको लागि उहाँ पनि अब सबै हामी रेडी भइसकेको छ होइन फाइनली हिजोको हाम्रो रातको टाइमहरू स्पेसल मजाले गयो र अब यो हामी बिहानको लास्टली हाम्रो साथीसँग मामहरू खाएर हामी सो होप गाइस तपाईँहरूले हाम्रो ब्लग हेरेर इन्जोय गर्नुहुन्छ होला